भदौ 12 गते लाग्ने पार्वती फिल्म हेर्नुस् त। यो पार्वती फिल्मको सुटिङमा छौँ हामी र यो उहाँ सम्बोधन क्या भाषा अलि ठुलै अलिकति सम्बोधन अलि ठुलै गरेर प्रसिद्ध ज्योतिष्य हो नायक नायक तपाईँ भन्नु म मुख चलाउँछु अलिक मान्छेले भन्नु न प्रसिद्ध ज्योतिष्य नायक हरिहरि अधिकारी यो सिनेमाको अभिभावक र मेन प्रोड्युसर दिग्गज नेपाली सिनेमाको डाइनामिक यङ एनर्जेटिक हिरो कमिङ सुन हिरोइन चलचित्र पार्वतीको मेन लिडको नायिका पूर्व मेरो बच्चादेखिबाट मितिनदेखिको सानो बाल कलाकारदेखि अहिलेसम्म अप्पर डिरेक्टर पार्वतीको र यो चलचित्र निर्माताको निता प्रोडक्सनको मेन मान्छे र बुढाबुढी हुन् पार्वती तपाईँ किन अधुरो छ जसरी नै आइदिनु पर्यो भनेर भन्नु इक्जाम्पल यही बेला लाउन नि म बिना त हुँदै हुन्न क्या यो पार्वती फिल्म आउनु पर्यो जसरी पनि आउनु पर्यो भनेर बिन्ती बिसाउनु भयो अनि उहाँले मेरो चाहिँ हेरिदिनु भयो भविष्य हेरिदिनु भयो ल पार्वती फिल्ममा तिमी आइसकेपछि पार्वतीले एकदमै ठुलो उग्र रूप लिन्छ आउन पर्यो भनेर उहाँले त्यो चाहिँ हेरिदिनु भयो अनि एउटा म आएको म आइसकेपछि सबैजना खुसी हुनुहुन्छ तर उहाँ आसी मलाई चित्त बुझ्यो होइन उहाँसँग चित्त बुझ्यो धन्यवाद भदौ 12 गते पार्वती मुभीमा मौनी खेलिरहेको छु एकदमै खुसी लागेको छ एकदमै रमाइलो लागेको छ एकदमै लास्टै रमाइलो लागेको छ बिहानै हामी 4 बजेदेखि तातोपानी यो बुजुर्ग खोला तातोपानीमा आएका छौँ 4 बजे तर हेर्नुहोस् त लाज नभएको कुरो यहाँ 4 बजेदेखि त दिपादिले मेकअपमा लाग्यो 7 बजे लाग्यो अहिलेसम्म मेकअप नभने कस्तो मेकअप भयो झन् मेग्दीमा लरो के भन्नुहुन्छ 4 बजेदेखि मेकअपमा लाग्यो अहिलेसम्म नसके नि क्या के मेकअप हो अब अहिले बोल्ने पालो तिमीहरूको हो एकछिन केही नसकेपछि लास्टमा बोलिदियो हस् धन्यवाद।